बहिनी यो त नहुने ठाउँ हो यो गुहक्ने ठाउँ होइन बाहिर यो त कराउँछ के भएको भनेर त्यो प्लेनको त्यो खलासीहरूले सोधे होइन यो त जापानिजहरूले इङ्ग्लिस नबोल्ने रहेछ के नबोल्ने रहेछ अनि कहाँ बोल्छ नि कस्तो यार अनि मैले त ट्रेन वेयर कम भने होइन अनि त्यस पछाडि ट्रेन वेयर नो इङ्ग्लिस भने होइन अनि यस यस आई इङ्ग्लिस भने मैले होइन मलाई इङ्ग्लिस आउँछ यस आई इङ्ग्लिस भने मैले होइन अनि उयो वखर नाइ भन्छ मलाई त अनि वखर नाइ भनेको बुझ्दैन भने रहेछ होइन अनि त्यस पछाडि त्यो भनेको पनि नबुझाएँ कि मैले त उनीहरूले त्यस्तो भन्दासम्म पछि मात्र पो बुझेको के भने यिनीहरूले भने अनि आई इङ्ग्लिस टकिङ यु कम वेयर ट्रेन इज द आई एम गोइङ दिस कन्ट्री भने मैले होइन दिस स्टेट भनेर मैले मोबाइलमा देखाएँ होइन अनि त्यसपछि यु गो यो लोकेसन भने मलाई होइन अनि यस हाई ये लोकेसन आई एम गोइङ भने मैले अनि वाखात्ता रे पछि त अनि उसले चढाएर पठाइदिएको गुगल म्यापले पनि त्यहाँ बताउँछ सुन्नु न रोबिन दाइ सुन्नु न कहाँको मलाई थाहा थिएन रोबिन दाइ त्यो ओफुरो भन्ने रहेछ कि नहुने भन्दो रहेछ कि त्यो नुहाउँछ नि हामी त्यो यत्रो बक्समा त्यो पानी जम्मा गरेर पौडी खेल्नुपर्ने हुन्छ रहेछ कि त्यहाँ नुहाउने चाहिँ के भन्छ त्यसलाई मलाई थाहा थिएन मलाई थाहा थिएन त्यहाँतिर होइन अब के गर्ने हो लौ अब टोइलेट पनि थाहा छैन त्यहाँ गएर कसलाई सोध्ने मलाई अब त्यो नुहाउने ठाउँ भनेर थाहा छैन त्यहाँ जाने पाल पनि छ फेरि सुन्न मेरो कुरो सुन्नु नि पहिला तल पानी तल झर्ने पाल पनि छ होइन त्यसमा पाल नि छ क्या ठ्याक्कै मेरो गुवायो त्यही बिताइदियो तिमीले भन ठ्याक्कै मेरो गुवायो होइन त्यो बाथ भन्दो रहेछ कि नआउने भनेर थाहा थिएन कि After long time, my wife is laughing continuously. तिमीले त्यही दियो त्यसो भए देखाइदियो मतलब त्यही दियो अनि झर्ने पनि त्यही छ त अनि पानी हाल्दा घरमा तल झर्छ होइन बस्दैन नि त अनि त्यत्रो ठुलो छ होइन अब नेपालमा त सानो हुन्छ बस्ने चाहिँ यहाँ त ठुलो हुन्छ के अरे मलाई थाहा छैन यहाँको टोइलेट त अर्कै हुन्छ भन्छन् भने मेरो दिमागमा आयो क्या पक्कै यही होला भनेर गुवाए ठ्याक्कै होइन अनि त्यसपछि जाने ठाउँ पनि छ अनि फेरि बस्न त हुँदैन यत्रो ठुलो छ होइन खुट्टा त यता हुन्छ अनि होइन नआए पनि एकचोटि सोध्छु भने होइन एकचोटि दिदीलाई सोधेको मरी हाँस्छ त्यो दिदी त मरी हाँस्छ भाइ भन्दैन हाँसेको मात्रै कि हाँसेको मात्रै भन्दैन अनि पछि त बहिनी यो त नहुने ठाउँ हो यो गुहक्ने ठाउँ होइन You don't see. खुट्टा चाहिँ कतातिर राखेर हग्यौ त तिमीले एकचोटि यहाँ सब यस्तो गर्नुपर्ने चाहिँ त्यहाँ जाने यसरी त बस्दै हुँदैन साइको यार बहिनी जन्म प्लेनमा त मेरो सातो गएको छ मेरो प्लेनमा यो कुरा पनि अस्ति नै गरेको डनले अरे भन्ठानेको कसम यस्तो प्लेनमा गयो है अब गरे त्यहाँ गऱ्यो अनि त्यस पछाडि त्यो फ्लस हो कि के भन्ने रहेछ अब आएन पक्कै यो हो कि दबाई दिन्छु फेरि यो दबाई भने नकराउँछ कि भन्ठाने दबाएको त भुवास भन्दाखेरि म सक्यो भनेर म त कतिखेर त्यो प्लेनको त्यो टोइलेटको ढोका खोले थाहै छैन भने मलाई त बाहिर यो त कराउँछ के भएको भनेर त्यो प्लेनको त्यो खलासीहरूले सोधे होइन यो त के भन्छ त्यो प्लेनको होस्टर
होस्टर होइन यार त्यही त त्यो के होस्ट के पो ए भन्छ कि? बहिनी पागल हट ए यार गिदी गर्दिर यार अनि मैले सोधेँ ओ दिदी यो त करायो हेल्पर हो क्या हेल्पर हो क्या हेल्पर हो कि के भन्छ अनि ढ्याम त पार्दै किन बाहिर गएर बाहिर गएँ म त त्यो के अरे बाहिर बस्दो रहेछ क्या त्यो होस्टरहरू अनि त्यसपछि मैले त मैले सिस्टर पनि भनेन दिदी मैले त यो थिचेको कत्रो तोरले करायो के भयो भने मेरो खुट्टा यत्तिकै कामिरहेछ क्या के भयो दिदी भनेर भनेको ए बहिनी यो त यो यस्तै कराउँछ क्या प्लेनमा यस्तै हुन्छ यो कहाँ यसमा पानी नै नआउने फेरि हावाले जाँदो रहेछ भाइ त्यस्तो हुँदो रहेछ त्यहाँ त तल बसेका मान्छेहरूको टाउका बिना मौसमको बर्सात है त्यो कहाँ जान्छ होला त्यहाँ गरेकोहरू कसैले भात खाइरहेको बेला थालमा टप्पा आउँछ होला मैले के त्यही बेला मैले भनेको डनलाई होइन डनलाई भनेको तिमीले त्यही बेला भाग्ने बेला सुरुवाल लाउन त भ्यायौ भनेर भनेको कि त्यही बेला भाग्दा त सुरुवालै नलागेर भाग्यो कि बाहिर निस्क्यो अब नेक्स्ट टाइम प्लेनमा चढ्दाखेरि प्याम्पस लाएर हिँड्नु होला हजुर डाइपर लगाऊ बहिनी नभए हामी तिमीलाई सोध्नु पर्दैन सोधे हुन्थे नि कहाँ जान्छ भनेर सोधेन कहाँ सोध्नु त्यहाँ अब त्यहाँ गर्ने ठाउँ त मलाई थाहा छ कि तर त्यहाँ खिच्ने ठाउँ चाहिँ थाहा भएन के त्यो फ्लस भनेर दिसमाई गुको डोला वेयर गोइङ भनेर सोध्नुपर्छ अनि हुसुसुसुसु फ्युस भन्छ है अनि म त ला प्लेनभित्र हावा छिर्यो कि अरे छिर्नु हुँदैन भने त्यो म त मारे सुन्नु बहिनी एकदमै यो बहिनीले भनेको यो चाहिँ एकदमै यथार्थ कुरा है एकदमै यथार्थ कुरा सही हो कसमै मेरो जीवनमा घटेको घटना हो यो आज तिमी रिपोर्ट लिन जाने हो यो मेरो आज रिपोर्ट लिन जाने पाटनमा म पाटनमा गएको बेला प्लिज दिमाग पनि चेक गर बहिनी यार अनि धन्नै नहुने ठाउँमा गु गरेर यार त्यहाँ गएर खुट्टा यस्तो गरेर हल्तिर है त्यहाँ त अनि अब के थाहा होइन अब त्यो हुन्छ नि हामीले दिशा गरिसकेपछि त्यो आफै धुँदो रहेछ कि जापानमा आफै धुइदिने कि रोबिन दाइ हामीले केही गर्नै पर्दैन कि के दिदी दिशा गरिसकेपछि के अँ सबै आफैले धोइदिँदो रहेछ त्यो पाइप आएर होइन मलाई थाहा थिएन अब त्यस्तो आउँछ के थाहा त्यस्तो आउँछ भनेर होइन त्यसपछि मैले त टिस्युले गर्थ्यो टिस्युले के टिस्यु भिजाउने अनि त्यसमै फ्लस गरिदिने के अनि अनि त्यसपछि त्यहाँ त आफै धुँदो रहेछ कि साथीहरू कसम आफैले सबै आफै गर्दो रहेछ त्यहाँ त कस्तो सिस्टम होला गएपछि थाहा हुन्छ के हुन्छ भनेर कतिलाई